चाहिँ यहाँ गरमथान गाउँपालिकाको पछाडि भनौँ बोर्डिङ स्कुल पछाडि मूर्ति पुगेकोहरू हेर्न आएको है। यो चाहिँ के को पाइला जस्तो छ। यो के हो? यो भेडा हो? अगाडिबाट खिचौँ न। दामी छ यो भेडा रहेछ। यो चाहिँ भेडा तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ। त्यसपछि अनि यता हेर्न सक्नुहुन्छ हाम्रो गौतम बुद्धजी। उताबाट हेर्दै आमा उताबाट। त्यसपछि अरू के छ है? त्यसपछि यो चाहिँ के हो? यो चाहिँ थाहा भएन। सायद मन्दिर होला यो। मन्दिर पनि होइन होइन के हो यो? करुणा श्रेष्ठले बनाएको। त्यसपछि यता पनि छ है। यता पनि छ है। यो के हो? यो चाहिँ थाहा यो लामाको। यो चाहिँ बुद्धिस्ट धर्मको होइन। एकदम दामी छ। छुन चाहिँ मिल्छ ढल्नु चाहिँ भएन। त्यो बाघ सुतेको रहेछ सिंह सुतेको रहेछ त्यो चाहिँ होइन। यो चाहिँ शालिग्राम भन्ने के भन्छ यसलाई? यो चाहिँ गौतम बुद्धको होइन। के हो यो खास? वाट इज दिस खास? त्यसपछि यो चाहिँ हाम्रो सिंह। त्यसपछि यहाँ अगाडि पख हेरौँ यसलाई कहाँ? ए यो चाहिँ के हो? यो चाहिँ सिङ जस्तो लाग्यो है। याक रहेछ यो याक। याक अलिकति घामले त्यो गऱ्यो कि राम्रो देखिएन कि होइन। त्यसपछि आएर आमा र बच्चा भएको ठाउँमा जाने। यो चाहिँ हो आमा र बच्चाको ढुङ्गाको आकृति। खै त राम्रोसँग देखिएन है। राम्रोसँग देखिएन।